जिससलाई अब जीवनकालमा गलत सम्झ्यो कि उहाँलाई मार्नै पर्यो र 60 देखि 70 सन् ओशोले जुन भन्नुभयो त्यसको 90% चाहिँ हामीसँग छैन, रेकर्डेड हुन सकेन, 10% मात्रै रेकर्ड। प्रत्येक वर्ष हामी 30-35 वटा नयाँ किताब ओशोको छापिराखेका छौँ। अहिलेसम्म हामीले लगभग 220 वटा किताब छापिसकेका छौँ। यसमा ध्यानका पद्धतिहरू छ, जो ध्यान हामी यहाँ तपाईँलाई गराउँछौँ। बडो कन्ट्रोभर्सियल किताब छ, सम्भोग से समाधि, फ्रम सेक्स टु सुपर कन्सियसनेस, जसले गर्दाखेरि ओशोको प्रति मान्छेको गलत धारणा भयो। बुद्ध पुरुष आफ्नो जीवनकालमा जहिले पनि मिसअन्डरस्टुड हुन्छ। उहाँ गइसकेपछि बिस्तारै मनुष्यताले उहाँले बुझ्छ। जिससलाई अब जीवनकालमा कति गलत सम्झ्यो कि उहाँलाई मार्नै पर्यो, सुलिदिए। त्यस्तै सुकरातलाई बिख दिए, सर्वदलाई, मन्सुरलाई, धेरै बुद्ध पुरुषहरू मारिया छन्। किनभने आफ्नो जीवनकालमा उहाँको जुन शिक्षण हुन्छ त्यो यति नवीन हुन्छ, यति क्रान्तिकारी हुन्छन् कि बुझ्न गाह्रो हुन्छ। मोहम्मद साहबलाई पनि, हजरत मोहम्मदलाई पनि जीवन पर्यन्त लड्नु पर्यो, लडाइँ जीवनभर भयो। तर पछि गएर जिससले जीवनभरि भन्नुभयो, मिडल इस्टमा घुम्नुभयो, हिमाली क्षेत्रमा पनि आउनुभयो, इतिहास छ। कम फलो मी, मलाई सुन, मलाई फलो गर। तर उहाँको जीवनकालमा मात्र 12 जनाले उहाँलाई उहाँका शिष्य बने। तर उहाँ गइसकेपछि, उहाँलाई सुलिदिएपछि आज दुनियाँका लगभग चौथाई भन्दा पनि बढी व्यक्ति चाहिँ इसाई छन्, जिससका भक्त छन्। तर उहाँको जीवनकालमा 12बाट 13 जनाले पनि उहाँको कुरा सुनेन। यो सबै बुद्ध पुरुषसँग यस्तै हुन्छ। ओशो पनि आफ्नो जीवनकालमा अनेक कन्ट्रोभर्सी उहाँको बारेमा उडाइयो। सेक्स गुरु, रिचुअल्स गुरु, अहिले हेर्नुभयो अमेरिकाले उहाँलाई जेलमा राख्यो, डिपोर्ट गर्यो, बडो सतायो। अन्ततः उहाँको पनि हत्याइ भयो। जस्तो सुकरात, मन्सुर, जिससको हो, त्यस्तै उहाँको पनि पुनामा आएपछि 1990 मा खालि 58 वर्षको उमेरमा नै उहाँको हत्या गरियो। तर अहिले बिस्तारै उहाँलाई मारेका व्यक्तिहरू पनि पछताइरहेका छन् र बिस्तारै वाइडर सोसाइटीले उहाँको लागि बिस्तारै सुन्न सुरु गरेको छ। अहिले खास गरी विगत 2-3 वर्षमा म हेर्छु सोसल मिडियामा ओशोको धेरै प्रवचनहरू आइरहेका छन्। उहाँको जीवनकालमा उहाँले 53 मै इन्लाइटेड हुनुभयो। 1953 मा जब 21 वर्षको हुनुहुन्थ्यो, मात्र 21 वर्षको उमेरमा इन्लाइटेड हुनुभयो। त्यसपछि अध्ययन गर्नुभयो, विद्यार्थी हुनुहुन्थ्यो, अध्ययन गर्नुभयो। एमएमा युनिभर्सिटीमा टप गर्नुभयो आफ्नो युनिभर्सिटीमा। र त्यसपछि लगभग 9 वर्ष उहाँले पढाउनु भयो युनिभर्सिटीमा, दर्शनशास्त्रको प्रोफेसर भएर। उहाँलाई आचार्यजीको नाम दियो। र उहाँले 60 देखि नै प्रवचन दिन सुरु गरिदिनु भएको थियो। आफ्नो बुद्धत्वको केही वर्ष पछिदेखि जब उहाँको अध्ययन समाप्त भयो र कलेजमा प्रोफेसरको रूपमा आउनुभयो, उहाँले जहाँ आमन्त्रण आउँथ्यो त्यहाँ प्रवचन दिन थाल्नु भएको थियो। तर त्योलाई इन्डियामा रेकर्डिङको फेसिलिटी थिएन। त्यसपछि 60 देखि 70, 10 वर्ष उहाँले जुन बोल्नुभयो त्यो सबै उपलब्ध। कहीँ
कोही जो विदेश गएका थिए उनीहरूले स्पुल टेप रेकर्डर ल्याएका थिए, स्पुलवाला टेप रेकर्डर हुन्थ्यो। त्यो केही प्रवचन उहाँका त्यो पिरियडका बहुत थोरै प्रवचन टेप हुन सक्यो र 60 देखि 70 सन् ओशोले जुन बोल्नुभयो त्यसको 90% चाहिँ हामीसँग छैन, रेकर्डेड हुन सकेन, 10% मात्रै रेकर्ड भयो। त 70 देखि जब इन्डियामा टेप रेकर्डर आयो, टेपिङ फेसिलिटी भयो, त्यसपछिदेखि 90 सम्म उहाँले जो 20 वर्ष बोल्नु भएको छ त्यो हामीसँग सुरुका प्रवचनहरू अडियो फर्मेटमा करिब 10,000 प्रवचन अडियो फर्मेटमा हामीसँग छ, हिन्दी र इङ्ग्लिसमा, र करिब 2200 भिडियो फर्मेटमा हामीसँग उहाँको प्रवचन। पछि भिडियो पनि बन्न थाल्यो, भिडियो पनि इन्डियामा पछि आयो, भिडियो बन्न थाल्यो, त्यो हामीसँग छ। र त्यसमा आधारित 700 जति पुस्तक छापिएछन्, 400 पुस्तक अङ्ग्रेजीमा छ, 300 पुस्तक हिन्दीमा छ। अहिले नेपालमा पनि उहाँका करिब 50वटा किताब नेपाली भाषामा पनि अनुवादित भएर छापिएका छन्। त्यो उहाँको 700 साहित्यमध्ये जो महत्त्वपूर्ण पुस्तकहरू छन् हामी तपोवनले छाप्न कोसिस गरिराखेका छौँ। प्रत्येक वर्ष हामी 30-35वटा नयाँ किताब ओशोको छापिराखेका छौँ। अहिलेसम्म हामीले लगभग 220वटा किताब पुस्तक ओशोका छापिसकेका छौँ, हिन्दी इङ्ग्लिसमा, केही पुस्तक नेपालीमा, त्यो उपलब्ध छ। र हाम्रो प्रयास छ प्रत्येक महिना हामी 2-3टा किताब छाप्छौँ नयाँ, कि उहाँका महत्त्वपूर्ण साहित्य जुन छ त्यो सबै हामीले छापेर एकदम कस्ट प्राइसमा, एकदम सस्तो मूल्यमा उपलब्ध गराउन सकौँ। त्यो तपाईँले रिसेप्सनमा हेर्न सक्नुहुन्छ। हाम्रो विपुल साहित्य छ ओशोको, फुर्सदको टाइममा माथि रिसेप्सनमा हेर्नु होला। केही पुस्तकहरू एकदमै महत्त्वपूर्ण छ, त्यसको बारेमा म सानो परिचय दिन्छु। 2-4वटा पुस्तक यस्तो छ जो जो पढेर प्रारम्भ गर्न सकिन्छ ओशोलाई बुझ्नलाई। अरूलाई किताब सबै ल्याउँ, यसको बारेमा सबै किताबहरू जो मेडिटेसन तपाईँ हामी गर्छौँ यहाँ, ओशोले 600 ध्यानका विधिहरू निकालिदिनु भएको छ, धेरै बढी। त्यसमध्ये 100 विधि यो किताबमा छ। मेडिटेसन फर्स्ट एन्ड लास्ट फ्रिडम, प्रथम नेपालीमा पनि छ, हिन्दीमा पनि छ, इङ्ग्लिसमा, अनेक भाषामा। उहाँका पुस्तकहरू दुनियाँका सबै महत्त्वपूर्ण भाषामा अनुवादित भइसकेका छन्। मेडिटेसन फर्स्ट एन्ड लास्ट फ्रिडम, यसमा ध्यानका पद्धतिहरू छ, जो ध्यान हामी यहाँ तपाईँलाई गराउँछौँ, यहाँ दैनिक जीवनमा हुन्छ, दैनिक रुटिनमा छ। र त्यसमध्ये फेरि उहाँको 600 ध्यान सबैले याद गर्न पनि गाह्रो छ। महत्त्वपूर्ण जुन टेक्निकहरू छन् त्यो करिब 100 टेक्निक्स यस पुस्तकमा उपलब्ध छ, र हेर्न सक्नुहुन्छ। एउटा ध्यानको प्रथम पुस्तक थियो विज्ञान भैरव तन्त्र, शिवजीले बोल्नु भएको, त्यसको भन्छ कि इङ्ग्लिस थियो। यो 10,000 वर्ष पूर्व ध्यानका 112, यसको इङ्ग्लिस थियो, 112 पद्धति शिवले व्याख्या गर्नुभयो। 112 मेथड अफ मेडिटेसन। र सबै गुरुहरूले जति ध्यानका विधिहरू लिए ओशोभन्दा पूर्व लगभग सबैले त्यही विज्ञान भैरव तन्त्रबाटै लिए। यो पनि हामीले 3 भाषामा छ, विज्ञान भैरव तन्त्र पनि हेर्न सक्नुहुन्छ। बुक अफ द सिक्रेट, विज्ञान भैरव तन्त्र, 112 टेक्निक्स अफ मेडिटेसन, अनेक 5 खण्डमा छ, 5 भागमा छ। यसमा शिवका 112 ओरिजिनल ध्यानका पद्धति, त्यसमा विपासना, जाजेन, पुराना जति पद्धति छन्, त्राटक, त्यो सबै छ यसमा। पुराना पद्धति ओशोले 600 नयाँ टेक्निक दिनुभएको छ। संक्षेपमा जानकारी दिन्छु। मैले पनि केही किताबहरू लेखेका छु। ओशो
यसमा ओशोसँगको मेरो अनुभव अचम्म जो मैले देखेँ, यो पनि इङ्ग्लिस, हिन्दी, नेपाली तिनै भाषामा छ। इन वन्डर विथ ओशो इङ्ग्लिसमा ओरिजिनल छ, नेपाली अनुवाद छ यसको। नेपालीमा 3टा किताबहरू लेखेको छु, सन्तगाथा, अन्तरयात्रा र सन्त दर्शन नेपालीमा छ, र इङ्ग्लिसमा लोन सिकर, मेनी मास्टर, मिस्टिक एन्ड मिरेकल्स, हिन्दी सन्त र उनका रहस्यलोक। यो नेपाली, हिन्दी, इङ्ग्लिसमा यो सबै किताबहरू तपाईँ रिसेप्सनमा देख्न सक्नुहुन्छ। ओशोका विपुल साहित्य, एउटा बडो कन्ट्रोभर्सियल किताब छ, सम्भोग से समाधि, फ्रम सेक्स टु सुपर कन्सियसनेस, जसले गर्दाखेरि ओशोको प्रति मान्छेको बहुत धारणाहरू गलत धारणा बन्यो। त्यो पनि दुनियाँका सबभन्दा बढी बिक्ने पुस्तक मध्ये अहिले छ। बाइबल पछि के किताब संसारमा सबभन्दा बढी बिक्छ? बाइबल त फ्री बाँड्छन्, त्यस कारणले बाइबल सबभन्दा बढी छापिन्छ। त्यसपछि छाप्ने किताबमा एउटा अटोबायोग्राफी अफ योगी छ, योगानन्दजीको, त्यो पनि संसारमा सबभन्दा बढी छाप्ने पुस्तक हो। र अर्को यो ओशोको फ्रम सेक्स टु सुपर कन्सियसनेस, यो पनि संसारका लगभग 100 भाषामा अनुवादित छ र यसका लाखौँ प्रत्येक वर्ष चाहिँ छापिन्छ। वान अफ द मोस्ट पपुलर बुक जस्तो मान्न सकिन्छ। यो सब साहित्य तपाईँ हेर्न सक्नुहुन्छ। मैले संक्षेप परिचय दिएँ, उहाँका अरू विपुल साहित्य छ। कुनै यस्तो विषय छैन, कुनै यस्तो सन्त छैन जसमाथि ओशोले बोल्नु भएन। शिवको माथि, बुद्धमाथि त उहाँको 70वटा किताब, 70 बुक्स छ, सबभन्दा बढी बुद्धमाथि बोल्नुभयो। कृष्ण गीताको उहाँको जुन व्याख्या छ अद्भुत छ, त्यो प्रत्येक हिन्दूले पढ्ने गीता रहस्य, गीता दर्शनको नामले प्रकाशित छ। तन्त्रमाथि, योगमाथि पातञ्जलि योग सूत्रको व्याख्या। विज्ञान यस्तो ब्रेन पृथ्वीमा कहिले जन्मेको थिएन। हामीले वेदव्यासको बारेमा सुन्छौँ कि वेदव्यासले धेरै किताब लेख्नुभयो। व्यक्तिहरूको धारणा के छ भने वेदव्यास एक व्यक्ति हुनुहुन्थेन, वेदव्यास एक टाइटल थियो। अनेक सन्तहरूले किताब लेखे, सबैले हामीले वेदव्यास भने। अब त्यो प्री हिस्ट्री एराको टाइम हो, त्यो बेलाको हामीसँग इतिहास छैन। त त्यसपछि सबभन्दा बढी प्रवचन दिने र सबभन्दा बढी किताब, धार्मिक किताब लेख्ने व्यक्ति ओशो नै हुनुहुन्छ। उहाँले लगभग दुनियाँका जति जिसस, नानक, शिव, कृष्ण, कुनै पनि गुरु छोड्नु भएको छैन उहाँले, जसमाथि उहाँले बोल्नु भएको छैन। यो विपुल साहित्य तपाईँले हेर्न मीरा, रायदास, सुफी सन्तहरू, मैले कति नाम गिनाउँ, लगभग जति इन्लाइटेड व्यक्ति भए ओशोका पूर्व सबैमाथि ओशोले केही न केही बोल्नु भएको छ। र त्यो पुस्तक रूपमा माथि रिसेप्सनमा हेर्न सक्नुहुन्छ। र यो साहित्यहरू अद्भुत छ। यसको अध्ययनले हाम्रो विचारलाई, सङ्कुचित विचारलाई एकदम वाइड एङ्गलमा सोच्नलाई प्रेरित गर्छ। म तपाईँहरूसँग आग्रह गर्छु, मौका मिल्यो भने 1-2वटा किताब भए पनि ओशोको जाने बेला लिएर जानुहोला र पढेर आफ्नो कमेन्ट गर्नुहोला।